सब्स्क्राइब गर्नुहोस् स्मार्ट इन्फो नेपाललाई। छेउमै रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसनमा क्लिक गर्नुहोस् नयाँ भिडियोको जानकारी पाउनलाई। के साथीहरू, तपाईले पनि आफ्नो फोटोको ब्याकग्राउन्डलाई सिर्फ एक क्लिकको भरमा चाहिँ तपाईले आफ्नो फोटो ब्याकग्राउन्डलाई रिमुभ गरेर PNG मा तपाईले परिणत गर्न चाहनुहुन्छ। यदि चाहनुहुन्छ भने तपाई सही ठाउँमा आउनुभएको छ साथीहरू, र तपाईले आजको यो भिडियोलाई पुरा हेर्नुपर्ने हुन्छ, किनकि आजको यो भिडियो यसै सम्बन्धी रहेको छ साथीहरू। थाहा नभएका साथीहरूलाई थोरै PNG को बारेमा जानकारी गराऊ। PNG भनेको साथीहरू के हो भनेपछि तपाईको फोटोको ब्याकग्राउन्डमा केही पनि हुँदैन र त्यो PNG पुरै खाली हुन्छ र तपाईको फोटो मात्रै देखाउने गर्छ साथीहरू। र त्यो फोटोलाई तपाईले चाहेको बेलामा जुनसुकै ब्याकग्राउन्डमा पनि तपाईले कलर चेन्जहरू अर्थात् ब्याकग्राउन्डहरू चेन्ज गरेर चाहिँ तपाईले त्यो फोटोलाई राख्न सक्नुहुन्छ साथीहरू। सो म छु साथीहरू तपाईहरुको साथमा बिरही मगर, र तपाई हेर्दै हुनुहुन्छ स्मार्ट इन्फो नेपाल युट्युब च्यानल। र सदाको बसाइ जस्तै आज पनि तपाईहरुलाई सदाको जस्तै मनैदेखि स्वागत गर्न चाहन्छु साथीहरू। भिडियोलाई ढिलाइ नगरी लागिहालौ विषयवस्तुतर्फ। अब साथीहरू, तपाईले आफ्नो मोबाइलमा एउटा प्ले स्टोरबाट फोटो रुम भन्ने एप्लिकेसनलाई चाहिँ तपाईले आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्ने हुन्छ, जो तपाईलाई म यहाँनेर स्क्रिनमा देखाइरहेको छु। प्ले स्टोरमा गएपछि तपाईले सजिलैसँग पाउन सक्नुहुन्छ र मैले यसको लिंक डिस्क्रिप्सनमा पनि राखिदिनेछु साथीहरू। यो एप्लिकेसनलाई तपाईले आफ्नो मोबाइलमा इन्स्टल गरिसकेपछि यसलाई चाहिँ तपाईले ओपन गर्नु होला। ओपन गरिसकेपछि साथीहरू तपाईले यहाँ माथि देख्न सक्नुहुन्छ प्लसको आइकन देख्न सक्नुहुन्छ। यसमा तपाईले एकचोटी क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईले यहाँनेर क्यामेरा र यसरी ग्यालेरी रहेको छ। तपाईले ग्यालेरीमा गएर तपाईले यहाँनेर लिन सक्नुहुन्छ। ग्यालेरीमा गएर फोटोहरु लिन सक्नुहुन्छ र यसरी यहाँनेर क्यामेरा एंगलबाट पनि तपाईले लिन सक्नुहुन्छ। र यसको कुरा गरौँ भने साथीहरू, तपाईले यहाँनेर फोटो यस्तो खालको बनाउन सक्नुहुन्छ र यसरी यहाँनेर यस्तो खालको पनि बनाउन सक्नुहुन्छ, लगायत तपाईले थुप्रै बनाउन सक्नुहुन्छ। अब साथीहरू, यहाँनेर मैले कुरा गरेको थिएँ PNG को बारेमा, र आजको यो भिडियोमा फोटोलाई ब्याकग्राउन्ड रिमुभ गरेर PNG कसरी बनाउने यसै बारेमा रहनेछ। तपाईले फोटोको ब्याकग्राउन्ड कसरी चेन्ज गर्ने त्यो थाहा छैन भने कमेन्ट गर्नुहोला। म तपाईहरुलाई नेक्स्ट भिडियोमा चाहिँ यसको बारेमा थोरै जानकारी दिनेछु। अब साथीहरू, फोटो एड गर्नको लागि यहाँनेर प्लसको आइकनमा एकचोटी क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँनेर तपाईले ग्यालेरीमा जानु होला। ग्यालेरीमा आइसकेपछि तपाईले आफ्नो एल्बममा आउनुहोस्। एल्बममा आइसकेपछि तपाईले यहाँनेर तपाईले डाउनलोड गर्न खोजेको तपाईले PNG बनाउन खोजेको फोटो चाहिँ कहाँनेर छ त्यो फोल्डरलाई चाहिँ तपाई चुज गर्नु होला। सिम्पली साथीहरू, म यहाँनेर एउटा नर्मल फोटो चाहिँ तपाईहरुको माझमा यहाँनेर लिने छु। जस्तै यहाँनेर म यो फोटोलाई लिए। यो फोटोलाई ल्याइसकेपछि साथीहरू यहाँनेर केही बेर तपाईले प्रतीक्षा गर्नु होला। यहाँनेर त्यसरी तलमाथि स्क्यानिङ गरिराखेको छ। अब साथीहरू, तपाईको फोटो चाहिँ यहाँनेर रेडी भइसकेको छ साथीहरू। अब तपाईले यहाँनेर देख्न सक्नुहुन्छ PNG मा यसरी यहाँनेर तपाईको फोटो चाहिँ आइसकेको छ र यसरी यहाँनेर व्हाइट ब्याकग्राउन्डमा पनि आएको छ साथीहरू। अब तपाईले कुन फोटोलाई तपाई आफ्नो मोबाइलमा सेभ गर्न चाहनुहुन्छ PNG भनेको छु साथीहरू, त्यही भएर PNG कै कुरा गरौँ। यहाँनेर PNG चाहिँ यो रहेको छ, यस्तो खालको देखिन्छ साथीहरू तपाईको फोटो। र यहाँनेर यो रिमुभको कुरा गरौँ भने साथीहरू चाहिँ यहाँनेर परफेक्टली रिमुभ छ साथीहरू। यो ब्याकग्राउन्ड चाहिँ तपाई पुरै क्लियरसँग एकदम रिमुभ गरेर तपाईको भागलाई तपाईको फोटोलाई मात्र यहाँनेर यसले राखिदिन्छ साथीहरू। अब यति गरिसकेपछि साथीहरू यहाँनेर थोरै यहाँनेर वाटरमार्क आएको छ। यसले चाहिँ केही फरक पार्दैन साथीहरू, तपाईलाई केही फरक पर्दैन। अब यसलाई चाहिँ तपाईले आफ्नो मोबाइलको डिभाइसमा चाहिँ सेभ गर्नु होला साथीहरू। त्यसको लागि सेभ गर्नको लागि तपाईले यहाँनेर देख्न सक्नुहुन्छ यो हेर्छु। अब चाहिँ यसको ब्याकग्राउन्ड चाहिँ छैन साथीहरू, र यसलाई कुनै पनि आफ्नो फोटोको ब्याकग्राउन्डमा चाहिँ चेन्ज गर्न सकिन्छ। र यो वाटरमार्कलाई चाहिँ तपाईले कुनै पनि इरेजरमा गएर चाहिँ हटाउन सक्नुहुन्छ साथीहरू। यसको लागि चाहिँ केही टेन्सन भएन साथीहरू। हुन्छ साथीहरू, आजको यो भिडियोमा यति मात्रै जानकारी रहेको थियो, र यो भिडियोबाट तपाईले केही नयाँ कुरा सिक्ने अवसर पाउनुभयो होला भन्ने आशा गरेको छु। र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद भन्दै जाँदै सब्स्क्राइब गर्नु होला भन्दै अर्को भिडियोमा फेरि भेट्नेछु। तबसम्मको लागि छुटिन्छु। नमस्ते।